हेलो साथीहरू नमस्कार छ सम्पूर्णलाई। म यतिखेर भरतपुर 15 चितवन कमल पोखरीको जग्गाबाट हजुरहरूलाई चाहिँ नि यो छोटो मिठो सानो ब्लग बनाइरहेको छु। साथीहरू यहाँ हेर्न सक्नुहुन्छ, यो चाहिँ नि चितवन भरतपुर 15 गोपालगञ्जको नजिक रामपुर फाँटको आडामा रहेको कमल पोखरी रमाइलो ठाउँ हो। यो चाहिँ नि नेपालमा पर्छ, चितवन भरतपुर 15 मा है। मैले भनिसकेँ, यहाँ चाहिँ नि आएर रमाइलो बिहानको वातावरण अति सुन्दर। अनि त्यहाँबाट चाहिँ नि सूर्य उदय भएको समय हेर्नुहोस्, चाहिँ नि अहिले भगवान् सूर्यको उदय भइसकेको छ, माथि आइसक्नु भएको छ। रमाइलो छ यहाँको दृश्य। अनि यहाँबाट चाहिँ नि केही पर गएपछि तपाईँले हेर्न सक्नुहुन्छ साथीहरू, यो बिचमा बनेको झिल छ। यहाँ हेर्नुहोस् है, यो झिल देखिन्छ, यो घरहरू भए। अनि यहाँ यतापट्टि चाहिँ नि यो झिल छ यतापट्टि हैन। यहाँ चाहिँ नि गएर मस्त इन्जोय गर्न सकिन्छ, राम्रो वातावरण छ। अनि यहाँको मौसम अति सुन्दर छ साथीहरू। यी साना साना कटेजहरू छन्, यहाँ बसेर मान्छेहरूले इन्जोय गर्छन्, रमाइलो गर्छन् साथीहरू है। अनि यसपछिको चाहिँ दृश्य भन्नुहुन्छ भने, अब यसपछि यतापट्टिको दृश्य भन्नुहुन्छ भने यो चाहिँ नि रामपुर फाँट हो। अनि वहाँ देख्न सक्नु, अलिक टाढा छ, यहाँ राम्रोसँग देखिएको छैन। यो रामपुर कृषि विद्यालय, इन्जिनियरिङ कृषि विद्यालय पर्छ यो ब्याक साइडमा। अनि त्यसपछि चाहिँ नि यहाँ रामपुर यति ठुलो फाँट छ हैन साथीहरू। अब यस्तै यस्तो हो नि हैन, बिहानमा चाहिँ नि के गर्ने, त्यो बोल्न जानिन्न, राम्रोसँग बोल्न, चिटिक्क बोल्न, चत्त मिलाएर बोल्न जान्ने मान्छे अझ कति ब्लग बनाउँदा है। नआउँदाखेरि पनि हल्का फुल्का बनाउने कोसिस गर्दैछु। अनि हजुरहरूलाई हेर्न नबिर्सनु है, पुरा भिडियो हेरेर अनि त्यहाँबाट प्रतिक्रिया दिनु होला, सब्सक्राइब गर्नु होला। म नयाँ मान्छे हो युट्युबमा, यसो माया दिनु होला। हजुरहरूको माया र चाहिँ हजुरहरूको साथ मिल्यो भने केही समय अगाडि बढ्न सक्छु म भन्ने आशा छ। तर चाहिँ तपाईँहरूको साथ ढिलो चाँडो अवश्य मिल्छ भन्ने आशा पनि छ, र कोसिस पनि म अवश्य गर्दै रहनेछु। पछाडि हट्ने छैन, पछाडि हट्ने त मेरो फितरत नै छैन क्या साथी। जो काम आँट्यो, जो गर्ने कोसिस गर्यो, त्यसको लागि चाहिँ नि ब्लग जबसम्म दुई मुठी सास छ तबसम्म चाहिँ नि कसी नै रहने हो र गर्दै रहने। साथीहरू हेर्न सक्नुहुन्छ, बिहानको सूर्य उदयको चाहिँ हेर्नुहोस् कस्तो रमाइलो दृश्य छ। तपाईँले देख्नुभयो होला। मलाई चाहिँ अहिले उज्यालोले गर्दाखेरि प्रत्यक्ष मेरो आँखाले देख्न अलिक गाह्रो भइरहेको छ, तपाईँले चाहिँ देख्नुभयो होला। अनि यसको बारेमा केही टिका टिप्पणी अवश्य गर्नु होला साथीहरू है। के भन्नु र अरू, बस हजुरहरू कुनै मौका मिल्यो, चान्स मिल्यो भने यहाँ अवश्य आउनु होला। बाई बाई, नमस्कार, जय श्रीराम, जय श्री कृष्ण। चितवन भरतपुर 15 बाट हजुरहरूलाई जय नेपाल, जय नमस्कार।